नमस्ते एभ्रिवान वेलकम टु माई च्यानल आफ्नै समय आज हाम्रो छुट्टी भएको कारणले होइन हामी चाहिँ टक्क लिएर आउँछौँ सबै मैले हालेँ अनि छुट्टी भएको कारणले हामी चाहिँ हाम्रो बेसको क्याननिङ भन्दा माथि हाम्रो सेल्फ क्याननिङ गर्न जाँदैछौँ होइन भिडियो हेर्दै गर्नुहोस् नयाँ हुनेले सब्सक्राइब गर्दै गर्नुहोस् पुरानो हुनेहरूले लाइक गर्नुहोस् कमेन्टहरू गर्नुहोस् हस्त धन्यवाद बाई बाई ड्युटी सुरु भयो आज चाहिँ छुट्टी सबै भयो भन्नाले 4 जना जतिको थियो अनि 4 जना मिलेर जाने भन्ने प्लान त गरेको तर उनीहरूलाई चाहिँ आराम चाहियो अरे दिनभरि काम गरिन्छ भन्छ हामी त अल्छी लाग्छ भनेर अनि हामी त हिँडेको 2 जना मात्रै यो चाहिँ हाम्रो गेयर खानेकुरा पिउने कुरा लाउने कुरा यो चाहिँ हाम्रो नट्स कम्पनीको क्याननिङ बेस हो है यहाँ यस्तो यस्तो सामानहरू छ खतराको रहेछ अब यो जुत्ता हो जुत्ता नि लाउनु पर्छ अहिले खोलामा नत्र त फेरि खुट्टा त अस्तिको छिनिहाल्यो ठुलो लाने हो यो ठुलो त कहाँ मलाई यो हार्नेस क्याबिनर धेरै अग्लोबाट झर्नु पर्ने नि आफ्नो रेस्क्यु ब्यागको युज गर्नु उल्टो कतिवटा हुन्छ नबुझ्दैन आफ्नो रेस्क्यु ब्याग चलाउनु यो ग्रुपबाट चाहिँ हामी छुट्टिने हो हामी चाहिँ हाम्रो चाहिँ कम्पनीको ग्रुप हो हामी चाहिँ छुट्टै अब यताबाट लाग्यो हामी आरिगातो गोजाइमासु कुरासान त्यो ग्रुप हाम्रो कम्पनीको ग्रुप तलबाट जान्छ हामी चाहिँ माथिबाट आज आफ्नो प्राइभेट यति है ए त्यो झोला त भित्र है म कस्तो झुकिरहेको भित्र झोला हुनुपर्ने हो त्यसलाई ल हामी 2 दाजुभाइ गयो है खोला 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 होइन अहिले त रोडमा हो अझै रोडमा हो हाम्रो अझै माथि छ यो चाहिँ अब खास मेरो चाहिँ पहिलोचोटि हो यसरी हामी प्राइभेट तरिकाले हाइकिङ गरेर अनि अब रोप क्लाइम्बिङ पनि हुन्छ होइन क्याननिङ जस्तै पनि हुन्छ हुँदैन हल्का फल्का इन्जोय गर्ने हो हेर्दै गर्नुहोस् हामीले के गर्दो रहेछौँ होइन ठिकै छ अब अहिले फेरि भेटौँला है त हामी कति किलोमिटर हिँड्छ भनेर हामी चेक गर्दैछौँ है एकछिन अड्यो त देखियो यो त्यहाँ अहिलेसम्म म हिँडेको चाहिँ 3397 भएको छ भनेपछि 3 किलोमिटर होइन त्यति छ अब फेरि मुभ गर्नु मिटर हो कि फिट हो त्यो फुट हो फुट जस्तो मिटर हो सिन त्यस्तो दामी दामी आउँछ 8 भइसक्यो 10 भइसक्यो फुट होस् भने अब यहाँबाट अझै कति लाग्छ होला 15-20 मिनट जति लाग्छ होला वकिङ हो त्यसपछि बेला खोला खोला झापिङ हो यहाँको चाहिँ जाली लगाएको पनि पहिरो गएर जाली तन्काएर यस्तो भएछ ढुङ्गै ढुङ्गा खाने हो त त्यही छ त भित्र यामै तिमी पनि मान्छे त हो के अर्को पानी भनेर छ त त्यो पनि भित्र सबै पानी त्यसमै गयो के भन्छ नि पानी कम भयो भने के हुन्छ भन्छ नि हाइड्रेसन डिहाइड्रेसन पानी त पिउनु पऱ्यो नि यार अहिले त एकछिन बसौँ हारे सासै पनि त्यही लगाऊँ क्या झोला तिमीलाई पनि हल्का नै हुन्छ मिलाएर बोक्ने 2 जनाले अनि त्यसपछि गाडी कहाँ पुग्यो यो त धेरै माथि नै गयो कि हो त्यसो भएको ठाउँबाट झरौँ भनेको त्यहाँबाट बाटो छ जस्तो लाग्यो बल्ल त हाम्रो स्टार्टिङ पोइन्ट आएको माथि त्यो उक्लिने ठाउँ यहाँ सिधै कुरा गर्ने हुन्छ लास्टमा गएर हेर्नुपर्छ अहिले 37 पुगेछ अलिक फिट हुन्छ अन्त त्यो पढ्न आउँछ भने कसैले भनिदिनुहोस् है कमेन्टमा अलि नजिक गरेर देखाउनु पऱ्यो
एउटा त खाली त जानेन त्यो फुरुसा त त्यति हो जानेको अरू केही जाने टिकटकमा हाल्यो क्या टिकटकमा चाहिँ कपिराइट हाल्थ्यो गयो मलाई पनि झाला मेरो अस्ति पनि भिडियो त ढिलो भयो कति सानो चरा छ हेर्दै टिकटकमा हाल्नु राइट हाम्रो त्यहाँ झर्नीबाट आउनु लाग्यो त्यो काठराको ठाउँबाट हो अन्त गएछ के ठ्याक्कै त्यो काठराको ठाउँबाट होइन नि त त्यहाँबाट त ए हो र त देखेन त अन्त बाटो यतैतिर हो हामी हिँड्दा हिँड्दा पसिना गइसक्यो है थाकिसक्यो अब खोलामा गएर चाहिँ पानीभित्र छिरेपछि कुल भइन्छ त्यतिखेर चाहिँ मजा हुन्छ अहिले चाहिँ हल्का थाक्यो हिँड्ने बाटो त त्यही जस्तो लाग्छ हिँडिरहेको गाडीहरू So activity है तो क्यों जेन जेन सुकून है नहीं सब तो क्यों हाम्रो चाहिँ त्यहाँ एकछिन गफ गर्दैछ होइन यहाँको पाहुनासँग यहाँको पाहुनाले चाहिँ भन्नुहुन्छ कि कतिजना नेपालीहरू आउनु भएको छ यहाँको र के भन्नुभएको छ त्यो कुरा रहेछ भाइले मलाई चाहिँ अलिकति आउँदैन त्यही पनि अलिअलि बुझेको अनुसारले भने हो हस् त अब चाहिँ हामी यहाँबाट हिँड्यो वनको बाटो जुगा लाग्छ कि बोल्दैन मान्छे बाटो छल्लिन्छ कि भनेर यहाँ चाहिँ डोरी लाउँदो रहेछ है त्यहाँ पनि डोरी लगा त्यहाँ पनि डोरी लगा अगाडि जुन पारिपट्टि हेर न एकैचोटि त्यो चाहिँ खोला हो तर हाम्रो सुरुवात यहीँबाट हुन्छ यहाँ बसेर पानी खाने होइन त
गाइज यो जुगा टाक्सी चाहिँ भन्दा भन्दा जुगा टाक्सी यहाँको जुगा त यस्तो खस्तो खस्तो खालको जुगा हो यो छिल्लो हामीले बोकेर आएको छौँ नि बाई बाई ओ ब्लड हेर ए पुरै यो त देखाउनु हुन्न यार युट्युबमा हाल्यो भने त पुरै आउँछ होला फेरि झर 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 टाटा झर्यो फर्स्ट एडबाट हेर्नु हामी त लाउनुपर्छ र त्यति ल्याउनु पर्दैन अन्त छिरिखायो कि यता नि अघि नै त्यहाँ चिसो टाक्सी थियो क्या मलाई तपाईँ एकछिन त अड्केको नि त्यो बेला त्यही हेर्नु पर्ने रहेछ त्यहाँ त्यतिखेरै तर जहाँ छोयो त्यहीँ चाहिँ माथितिर त छरेन होला ल अब चाहिँ हाम्रो अनिलजी झर्दै हुनुहुन्छ त्यो तल बसेर अलिकति अलिक माथि ढुङ्गा बसेर चाहिँ खिच्दैछु म पहिला सेफ्टी लक सेफ्टी फर्स्ट होइन र अब हामी आज छुट्टीको बेलामा एज अ फनको लागि आएको है ओके अनिलजी आउँदै हुनुहुन्छ सो वेट वेटिङ ओके Okay, ready, Anil sir? Jump, Anil sir, jump, Anil sir, jump, Anil sir. Yo! त्यो चाहिँ हाम्रो कम्पनीको है हामी चाहिँ छुट्टै आएको तर हाम्रो कम्पनीको है ये Three, two, three. बेला 11 बजे थियो होला अब चाहिँ खाजाने बेला भयो हाम्रो होइन यो सलामी हो अनि यो फ्राइड राइस यता के भन्छ चाउमिनहरू चाउचाउ अनि एभोकाडो खाने कसो त्यो अब खास यहाँभन्दा माथि चाहिँ हाम्रो क्याम्पको यो इन्डिङ पोइन्ट हो यहाँबाट फेरि हिँडेर फेरि उता गएर त्यहाँबाट फेरि उता जाने ठाउँ हो तर हाम्रो चाहिँ छुट्टै प्राइभेट भएको भएर आज चाहिँ यहीँ खाना खानु लगाएको है ल खाजा खान्छु हजुर भिडियो हेर्दै गर्नुहोस् यो झिँगा छ नि यो झिँगाले चाहिँ लोड पर्छ हाम्रो वहाँ चाहिँ किन भैँसी झिँगा भन्छ नि के हो यहाँ त फेरि भैँसी झिँगा र अनि यहाँ त पुरै हात्ती झिँगा जस्तो आउँछ भैँसी यत्रो हात्ती यत्रो आउँछ नि यत्रो टोकेर दुख्छ कि अब हेत्तेरिका
ल यार एकदिन सहेर पनि खान्छु है एकदिन जसरी भयो नि माफ गर्नु होला ल गाइज है हामी चाहिँ अब खाना खाएर फेरि तल झरेको तर यहाँ चाहिँ ड्याममा पानी छेकेको भएर पानी पनि सुकेको र पानी नपरेर हल्का यस्तो पानी छैन क्या अब यस्तो छ खोलाहरू केही छैन यहाँ अब ढुङ्गा मात्र देखिया तर फेरि यसलाई फेरि सानो नसम्झिनु बेला बेला त आफै खरे खोला हो नि त हुतुतु आउँछ मान्छेलाई एकैछिनमा अब हेलिकप्टर बोलाउनु पर्छ रेस्क्युको लागि त्यही भएर हेर्दै गर्नुहोस् है भिडियो चाहिँ अब तलबाट जाने हो हामी हाम्रो खास इन्डिङ पोइन्ट चाहिँ अलिकति माथि थियो यो चाहिँ ट्रिप क्याम्प के अरे कम्पनीको तर हामी चाहिँ अलिकति तल गएर यसो चेक गरिदिउँ भनेर आएको है यो खोलामा चाहिँ कहिले माछा जमाहरू बस्छ नि माछा अघि त देखेको थियो मैले क्यामेराले खिच्छु भनेको अहिले भ्याएन यो भैँसीकिरा चाहिँ ए यो भैँसीकिरा चाहिँ गाई यार यस्तो छोड्दै छोड्दै पिछा यार रोज पारे भैँसीकिरा बस्ने बित्तिकै 1 सेकेन्डमा यस्तो दुख्नेबाट टोक्छ कि के भन्नु र धोका दिनेलाई के भनौँ र खै तिमी त्यहीँ बस्छ म किन बसेर नि तिमी त्यहीँ बसेर तिमी त्यहीँ बस्छ त्यहीँ बसेर रौ अब त डुङ्गुर हो कि मिर्ग हो यो त मान्छेहरू भन्नु भएन हो र ए मिर्ग खेल्ने ठाउँ बनाएको चाहिँ बाल्लो खेल्ने ठाउँ सबै मिर्गोटा भन्दै सब मिर्गोटामा यो त खुर चाहिँ मिर्गै गयो पक्कै यो हो यो धेरै नै भयो बिहान आयो पक्कै यो पानी खान आयो किन यतै थियो होला अब हामी आएर विश्वभर भाग्यो कि ढुङ्गा गएको टाउको कस्तो ढुङ्गा गाइस हो ए यहाँबाट त भन्नु पर्ने भयो Right. Jump. अघिको यो माथि ड्याम भनेको थियो नि हामीले त्यो ड्याम पानी यहाँ ल्याएर होइन अनि अलिक तलपट्टि हाइड्रो पावर बनाएर अनि बिजुली निकाल्ने काम गर्दैछ होइन यसो हेर्नु है त हामी हाम्रो क्याम्पको नजिक आइपुग्यो द्याट्स आवर क्याम्प साढे 3 घन्टा म्याक्सिमम 3.5 घन्टा मिनिमम 3 घन्टा चाहिँ हिँड्यो होला होइन खोलाको तिरैतिर ओभर गोल पोइन्टमा हामी 1 बजी भेटेको थियौँ कति भयो 4-5 त्यो 3.5 घन्टा ठ्याक्कै भयो क्या 3.5 घन्टा यस्तो खोलाको बाटो हिँडेको हिँडै त्यो चाहिँ हाम्रो क्याम्प हो नाङ्गे नाङ्गे छन् सबै झाउ मान्छ नि भयो म फोटो खिच्दिनँ अब मलाई माफ गर्नुहोस् यहाँ खिच्न नि मिल्दैन खिच्यो भने गाली पनि गर्छ होइन त्यही भएर माफ गर्नुहोस् न के आयो उडिसक्यो ल हामी चाहिँ होइन हाम्रो आजको डे एकदम भेरी फन भयो होइन धेरै रमाइलो भयो होइन अलिकति थाके पनि अब फर्किने बेला भयो अब हामी चाहिँ दाजुभाइ होइन ट्याक्क हिँड्दैछौँ थाकियो अब गएर एकछिन यसो चिसो पानी तातो पानी के खाइन्छ अनि त्यसपछि के भइन्छ होइन हजुरहरूलाई अब हाम्रो भिडियोमा हामीले गरेको कामहरू मन पऱ्यो भने होइन सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला अब मन नपरे पनि लाइक चाहिँ गरिदिनु होला कमेन्ट गर्नु है फेरि कमेन्ट के काम हो कसो काम हो
कुन देश हो भनेर कुन ठाउँ हो भनेर चाहिँ कमेन्ट गरिदिनु होला त्यसको लागि धेरै धेरै धन्यवाद भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद अनि फेरि भेटौँला हस्त नमस्ते बाई 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 बाई